Hello everyone, welcome back to my another video है आज चाहिँ हामी यहाँ कहाँ हो लोकेसन सालबाडी हैन फुर्सलमा चाहिँ हामी गाउँको भाइ साथीभाइहरू हामी आएको छौँ आज हैन So we are very excited now and after long time we are playing again है अनि के छ केटाहरु कस्तो एक्साइटेड के कस्तो छ खेलिरहेको भाइहरुको लागि आएको हामी सो यहाँ चाहिँ हाम्रो यति है यति भरिमा चाहिँ अब वान अफ द बेस्ट प्लेयर यहाँ छ हैन र आज चाहिँ लङ टाइम म चाहिँ यहाँ भाइहरूसँग म खेल्न आँटेको छु आई होप दामी हुन्छ होला हैन लेट्स सी अनि यहाँनिर चाहिँ हाम्रो दा हुनुहुन्छ है यहाँ टाइमिङ पनि रहेछ 7 to 9 एभ्री डे हो दा एभ्री डे यो एभ्री डे र अब चाहिँ हामी गोली खेल्नु गइरहेको छौँ हेर्दै गर्नु होला तपाईँहरूले अहिले फेरि म आउनेछु तपाईँहरूको साथमा है एकपल्ट फुटसल म भिजिट गराउनु गइरहेको छु तपाईँहरूको साथमा हेलो हेर्नु सक्नुहुन्छ तपाईँले नानी है मजा आउँछ होला के छ भाइ मजा छ आज मजा आउँछ र आज हामी खेल्न छौँ हेरौँ के कस्तो हुन्छ है फुटसल हाम्रो किपर यहाँ छ सो सबैजना एकदम बेस्ट प्लेयरहरू छ यहाँनिर हो अन्त म चाहिँ अब आफ्टर लङ टाइम अलमोस्ट 8 to 9 इयर्स बाद चाहिँ आज म फुटबल खेल्नु गइरहेको छु साथीभाइहरूसँग कस्तो हुन्छ है हेरौँ यहाँ हेर्नु होला तपाईँहरूले सबैजना प्रवक्ताको बोल लु प्रवक्ताले लग्यो अरे कालेले बिगारे यहाँ लु सबैजना यहाँ खतरा खडा गेम हुँदैछ यहाँ ऊ यहाँ हाम्रो गोलकिपर टप गोलकिपर दाजुभाइ गोलकिपर छ यहाँ चाहिँ ऊ दाजुभाइको यहाँ टक्कर हुन्छ कसले दादा गोल खाने गोल ए बाङ्गो हान्यो बटारेले खतरा हुन्छ टफ म्याच दुई भाइको यहाँ दुईटा टिमकै लु झन्डै गोल लु रोक्यो प्रवक्ताले रोक्यो त्यही अर्को खुट्टामा बोल लु ए भाइरा प्रवक्ता ला भिखारीहरू ए दाजुभाइ आम्माम कल्चुडा दामी गोल यहाँ चाहिँ हाम्रो केटाको म्याच हुँदैछ हो तपाईँले हेरिदिनु होला म्याच यस्तो छ यहाँ म्याचको यहाँ चाहिँ 5 साइज रहेछ है ए गोल थ्याट र म चाहिँ अहिले यस्तो हालतमा छु है एकछिन रेस्ट गरेको यहाँ हेर्नु होला तपाईँहरूले चाहिँ यहाँ हाम्रो 7 गोल भएको छ भने हाम्रो विक्रम भाइको 2 गोल र है भाइहरू चाहिँ एकदम एभ्रिडे गेम खेल्छ र हामी चाहिँ धेरै वर्ष बाद आज गेम खेलेको है भाइहरूसँग हामीले च्यालेन्ज है बुढो पार्टी र यङ केटाहरू अनि ए केटाहरूले चाहिँ केही गर्नु सकेको छैन यहाँ हेर्नु सक्नुहुन्छ योपट्टि हुनेले चाहिँ 7 गोल खाएको छ है हाम्रोपट्टि यिनीहरूले 2 गोल मात्रै हालेको छ ल गाइस हेर्दै गर्नु होला गाइस अहिले चाहिँ हामी ब्रेकमा छौँ है
आज हाम्रो गोल भएको छ 13-13 र अपोनेन्ट यो लास्टको गोल होइन र चले गोल हो नि त होइन ल होइन भने चाहिँ अहिले हाम्रो भएको छ 12 अपोनेन्टको भएको छ 13 होइन हाम्रो अब कोसिस चाहिँ जारी छ हामीले मेहनत गरिरहेको छ हाम्रो टिमलाई गाइस र हेर्दै गर्नु होला हाम्रो हामीले गोल हालेको क्लिपहरू पनि तपाईँहरूलाई हामी देखाउने छौँ र अहिले चाहिँ हाम्रो ब्रेक सकेर फेरि हामी गोली खेल्नु गइरहेको छौँ है यहाँ हेर्नु होला ग्राउन्ड चाहिँ यस्तो दामी छ यो चाहिँ सालबारीमा रहेछ हो केटाहरूले मलाई सिमलबारी भनेर चाहिँ सालबारी लिएर आएको छ अब हाम्रो केही छैन म्याच सकिनेछ म्याच सकेर हामी फेरि एउटा सानो सबैजना बसेर अन्तर्वार्ता गर्नेछौँ हजुर अहिलेलाई यति नै हो गाइस हेर्दै गर्नु होला किप वाचिङ आवर भिडियोज थ्याङ्क यू हुँदैछ 21 Yes! हेलो गाइस आज हामी आफ्टर लङ टाइम होइन सबैजना मिलेर चाहिँ हामी फुटबल खेलेर आज फुटबल है आज चाहिँ हामीले जित्यौँ अहिले चाहिँ हामी फुटबलहरू खेलिसकेर अब चाहिँ हामी घर जान आँटेको है गाइस र आज चाहिँ हाम्रो नाइट चाहिँ यसरी नै इन्टरटेनमेन्ट भयो धेरै साल बाद चाहिँ हामी केटाहरूसँग चाहिँ फुटबल खेल्न आएको थियो है फुटबल खेलेर चाहिँ अब हामी सक्यो र हामी चाहिँ घर जाँदैछौँ है आजको भिडियो चाहिँ यहीँसम्म थ्याङ्क यू फर वाचिङ गाइस